नमस्ते, यहाँलाई मेरो भ्लगमा स्वागत छ। आज चाहिँ हामी काफल टिप्न जाँदैछौँ। उता घ्याम्पे डाँडा हाट म चाहिँ काठमाडौँ भक्तपुर बस्छु। हामी चाहिँ काफल टिप्न काफल एकदम मिठो हुन्छ क्या, घामहरू पनि यस्तो एकदम लागिरहेको छ है। हाम्रो मेन चाहिँ दुईजना, हाम्रो पाखा एकजना फुचेवा अनि एकजना मामाहरूसँग जाँदैछौँ। पैसा पनि ल्याउनु भुले। पारीदेखि चाहिँ हामी थुप्रोजना जोइन भइन्छ। पारीदेखि चाहिँ रूपक सरहरू पनि जानुहुन्छ, उहाँले लगेर जानुहुने हो हामीलाई घ्याम्पे डाँडा। हामीलाई चाहिँ थाहा छैन घ्याम्पे डाँडा भनेको कहाँ हो। पैसा ल्याऊ ए छ धन्न यहाँ त भएर खाना हेर्नुपर्छ। दाइ त्यति पुगिरहेको नि, चटपटे खानुपर्छ त्यति अघि मैले त कहाँ चुरोट किन्न आउँदाखेरि मैले गरेको थिएँ नि त राखेको। गुन्जीमा राखेको ल अब चाहिँ हामी भिडियो बन्द गर्छौँ अनि ठ्याक्कै रूपक सरको घरमा गएर स्टार्ट फेरि गर्छौँ। काफल टिप्न आइसक्यो, लडिँदैछ जङ्गलमा। यत्रो आइसक्यो, काफल भेट्नै गाह्रो। पसिनै छुट्यो त यार। खोइ म देखिनँ। ए त्यता फलाएर रहेछ अलिअलि। लट्टै फलेको चाहिँ भेट्नु न। अरिङ्गालको गोला भनेर त कमिलाको पो रहेछ। ल काफल चाहिँ ल हामीले रुखमा चढिसक्यौँ। तलतिर हुँदैछ काफल चाहिँ। रुखमा चढेको छ, काफल टिपिँदैछ। ओहै छैन भेटिन। मेरो चाहिँ खाली पठाइदिन्छ है। दुलो परेर रहेछ नि, बाँखा दिएको अन्त टिपेकै छुइनँ। यति चाहिँ काफल यति बनाएँ मैले टिपेर। अरूहरू चाहिँ सबै गइसक्यो, म एक्लै छु जङ्गलमा। मैले चाहिँ काफल यति टिपेँ, अरूले कति टिप्यो थाहा छैन। मैले अब साथीहरू भएकोतिर जाँदैछु। के हो पत्कासो गरेर जस्तो छ मान्छे। काफलको बोटहरू नै खासै छैन कि के हो। खासै नै काफलको बोट चाहिँ कुनैमा छ फले, कुनैमा छैन फलेको। काफलको बोट चाहिँ यस्तो हुन्छ यो, तर फलेको छैन त्यसमा चाहिँ। यता हल्ला गरेर सक्दैन, यता जानु पर्यो। यहाँ काफलको बोट चाहिँ रहेछ, यो चाहिँ ठुलो रहेछ तर फलेको छैन रहेछ। जङ्गलमा कहाँभित्र आइपुग्यो। हेलो, कति बनायो काफल? कति टिप्यो? खोइ काफलको बोट। ओहो ल यहाँ रहेछ काफलको बोट। काफल हेर्ने हो गाइज। ए मसिनो काफल हो फलेको। है त मसिनो, तलतिर मसिनो मसिनो हेर्ने चाहिँ काफल हो है, यत्तिको छ।
काफल तपाईँ छैन यतापट्टि पनि छैन हामीलाई पनि गएको जुन फेरि म रुखमा चढिसकेको है यो चाहिँ काफल खाँदै टिप्दै गर्दैछु मेरो झोला चाहिँ यसरी यही छ काफल अब घर फर्केको गाई चाहिँ यति बनायो यता बक्सा हाल्यो अलिअलि साथीहरूले अलिअलि सबैले रुबक्साहरूको चाहिँ दुलो बनायो प्लास्टिकमा पुच्च कसको घर हो यो चाहिँ फेरि पासाङेको हो हो केटोलाई ठिकै हुन्छ घर यहाँ पनि थिएछ नि त काफल फलेको अन्त चाहिँ सल्लाहहरू छ बाटो एकदम डेन्जर चिप्यो भने क्या त्यो तल पुग्छ यता पनि कता हो बाटो चाहिँ खासमा यता आजको लागि चाहिँ भिडियो अब खत्तम भएको छ है यति काफल टिपेर आयो जङ्गलबाट यो पनि धेर भयो अर्कोचोटि चाहिँ धेरै टिप्नेका बाचाका साथ फेरि म आउनेछु त्यतिको लागि टाटा बाई बाई सी यू अगेन